किसिमको हुन्छ। तीनटाको बच्चाको स्वभाव मिल्दैन। क्लासमा 32-33 जना बच्चा राखेर पढाउने हो। सबका आफ्नै कल्चरल ब्याकग्राउन्ड छन्, सबका आफ्ना स्वभाव छन्। शिक्षकले त्यो 45 मिनटभित्र ती सबैको स्वभाव बुझेर उसले पढाउने हो र पढाउने कोसिस गर्ने हो। त्यसकारणले त्यो काम गर्दै जाँदा कहिलेकाहीँ केही कुराहरू छुट्न पनि सक्छन्। त्यो छुटेको कुराहरूलाई यहाँहरूले त्यसरी नै बुझिदिनुपर्छ। तपाईँहरूले विद्यालयमा सब चिज पर्फेक्ट हुन्छ भनेर सोच्नुभयो भने त यस्ता मिटिङको त के अर्थै हुँदैन। पर्फेक्ट हुँदैन र त हामी मिटिङ बसेर छलफल गर्नुपर्छ। पर्फेक्ट हुन्थ्यो भने त केही नै चाहिँदैन। हो, चाउचाउ बनाएको भए हुन्थ्यो, एउटा साँचोमा मेसिनमा टक्क राखिन्थ्यो, सुई 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 एउटै ग्राममा उति नै ग्राममा करेन्ट चाउचाउहरू उत्पादन हुन्थ्यो। अथवा इटा भट्टा हुन्थ्यो भने एउटै साँचोमा एउटै साइजका इँटाहरू हुन्थ्यो। हामी त बच्चा बनाउने हो, मान्छेका छोराछोरी बनाउने हो। अनि यहाँ सबै उस्तै किसिमले आउँछन् भन्ने छैन। त्यही कहिलेकाहीँ काम गर्दै जाँदा शिक्षकहरूबाट त्यसमा यहाँहरूले हार्दिकतापूर्वक एकदम आदरका साथ शिक्षकहरूलाई करेक्सन गराउनु। तर कतिपय अभिभावक